प्रश्न नम्बर 1 तलको चित्र हेरेर जिल्लाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ धन र दोस्रो चित्रमा रहेको छ गाडी। दुवै चित्र मिलाएर एउटा जिल्लाको नाम बन्छ धनगढी। प्रश्न नम्बर 2 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ अन र दोस्रो चित्रमा रहेको छ सिक्का। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ अनसिका। प्रश्न नम्बर 3 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ कमल र दोस्रो चित्रमा रहेको छ सिंह। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ कमल सिंह। प्रश्न नम्बर 4 तलको चित्र हेरेर गीतको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बादल, दोस्रो चित्रमा रहेको छ वर्षा र तेस्रो चित्रमा रहेको छ बिजुली। तीनैवटा चित्रहरू मिलाएर एउटा गीत बन्छ बादल वर्षा बिजुली। यो एउटा निकै चर्चित नेपाली गीत हो जसलाई तपाईले युट्युबमा सर्च गरेर हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 5 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सौ र दोस्रो चित्रमा रहेको छ म्या। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ सौम्या। प्रश्न नम्बर 6 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा देखाइएको छ रेस र दोस्रो चित्रमा देखाइएको छ श्याम। दुवै चित्रहरू मिलाएर एउटा केटाको नाम बन्छ रेश्याम। के तपाईले यही गेस गर्नु भएको थियो? तपाईको गेस सही थियो भने भिडियोलाई लाइक गरिदिनु होला। प्रश्न नम्बर 7 तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ पाना। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ विपना। प्रश्न नम्बर 8 तलको चित्र हेरेर सर्पको नाम भन्नुहोस्। पहिलो चित्रमा कतै गइरहेको देखाइएको छ जसलाई गो भनेर बुझ्न सकिन्छ र दोस्रो चित्रमा देखाइएको छ गन। दुवै चित्र मिलाएर एउटा सर्पको नाम बन्छ गोगन। प्रश्न नम्बर 9 तलको चित्र हेरेर नदीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बाघ र दोस्रो चित्रमा रहेको छ मोती। दुवै चित्र मिलाएर एउटा नदीको नाम बन्छ बागमती। प्रश्न नम्बर 10 तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ लक र दोस्रो चित्रमा रहेको छ की। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ लक्की। तपाईले कतिवटा प्रश्नहरूको उत्तर सही गेस गर्नुभएको थियो तल कमेन्ट गर्नुहोला।